छोरी हजुर यता हेर्नु नमस्ते तपाईलाई नमस्ते छोरी हजुर जापान आएको 3 वर्ष हुन लाग्यो कस्तो लागिरहेको 3 वर्षको अनुभव भनिदिनु नि त एकदम राम्रो छ फ्रेस हुन्छ साथीहरू छन् कि छैनन् हजुरको क्लासमा पढाइ कस्तो छ पढाइ नि राम्रो छ भाषा बुझिन्छ लेख्न पढ्न जान्नु भएका ए अनि स्पिच दिन भन्न पठाउनु भयो भने सर म्याडमहरूले स्पिच दिन सक्नुहुन्छ सक्छु हो र अनि स्पिचमा आफ्नो देश नेपालको बारेमा केही भन भनेर भन्नु पनि सक्नुहुन्छ सक्छु हो र ए अरू के छ मम्मीले त छोरछोरीको भविष्य के हुने हो जापानमा भन्नुहुन्छ अनि अब नेपाल गएर पढ्न पर्यो भने कस्तो लाग्ला पढिन्छ यहाँका साथीहरू अनि सबै यहाँको साथीहरूको सबैको यहाँको सर म्याडमहरूको याद आउला नि फेरि आउँछ होला तर पढाइको लागि त गइन्छ ए हो फेरि नेपाल जाने सोच भयो 1-2 वर्ष पढिन्छ कसेर त्यसपछि आएर नि नबिर्सिनु गरी गरिन्छ उहाँ अलिक धेरै पढ्न परेपछि जापान सम्झिने अनि जापान अलिक धेरै पढ्न परेपछि फेरि नेपाल सम्झिने फेरि धेरै जब ठुलो माथिल्लो क्लासमा जान लाग्छ फेरि जापान आउन मन लाग्ने त्यसै भइरहने हो क्लास भन्दा नि 1-2 वर्ष पढेर हाल्ने 1-2 वर्ष पढ्दा त के पढिन्छ र हैन के सधैँको लागि उहीँ पढ्नु पर्यो कि सधैँको लागि यहीँ पढ्नु पर्यो नि हैन र हुन त हो तर मन्डेली यहाँ भएपछि सधैँ त्यहाँ बस्न सकिन्न हो मम्मी ड्याडी नेपाल गएर बस्नुहुन्छ फेरि मम्मी ड्याडी नेपाल गर्दा मम्मी ड्याडी यहाँ बस्दाखेरि अनि दाजु बहिनी आउने जाने गरेर नि त नि हेर्नु कति राम्रो घर हुन्छ नि एकनासको भिल्लाहरू रहेछ होइन सबै भिल्लाहरू एकनासको रहेछ 1-2 वर्ष गइन्छ अनि त्यसपछि आएर फेरि नबिर्सिनु गरी गइन्छ त्यस्तो हो 1-2 वर्ष नेपाल जाने 1-2 वर्ष यता आउने उता पढाइ दुःख लाग्यो यता आउने यता दुःख लाग्यो उता जाने त्यस्तै गरेर नि हो त्यस्तै लाग्यो मलाई त छोरीको विचार त खै यता दुःख लाग्यो यता खान्जी पढ्न दुःख लाग्यो नेपाल जाने नेपालमा नेपाली दुःख लाग्यो फेरि यता आउने त्यस्तै हो छोरी जियु युनिक्लो होम सेन्टर डिसिएम इडियोन प्रशस्त सपिङ मलहरू भएको जिन्स मैले त जिन्स त पेन्ट कपडा जिन्सको कपडावाला भन्थेँ चस्मा बसलाइछ चस्माको बसलाइछ ल छोरी ल त्यसमा पछि गफ गरौँ है त ल